जय श्री राम। हामी चाहिँ जाँदैछौँ भाइ म भान्जा भान्जी त्यहाँबाट बडी माता बुइनीहरू बुहारीहरूलाई लिएर भैरवकुण्ड मन्दिर। हामी चाहिँ आइपुग्यौँ भैरवकुण्डमा। अनि यहाँ चाहिँ अब हामी गेटबाट भित्र पस्यौँ टिकट काटेर। यहाँ चाहिँ म लाइनमा लागेँ टिकट काट्न, किनकि भुटानभित्र पस्नको लागि टिकट काट्नुपर्छ। यहाँ चाहिँ एकदम पुरा लाइनमा लाग्छ, मान्छे निकै भिडै छन् यहाँ पनि। हेर्नुहोस्, म पुरा आधार कार्ड लिएर हामीको चाहिँ सबै त काम सकियो यहाँ। अनि यता अब लागेको हामी मन्दिरतिर जानको लागि। उता बडी माताहरू भान्जीहरू बुइनीहरू सबैजना उभिराख्नु पर्छ कि कतिखेर जाने भित्र भनेर। म र भाइ चाहिँ अघि जानु, त बडी माता भान्जीहरू बुइनीहरू सबैजना आउँछन् हाम्रो पछि पछि। अनि यहाँ म चाहिँ अब राधा रानीलाई चाहिँ रियलमा चाहिँ भेटेको छैन, लिन पनि पाएन। यहाँ फोटोमा पनि यसो सेल्फी लिनु भनेर लिएको। अभी तो सर था मेरे अब 2 के पूरे हैं, अब 1 के पूरे हो गए बड़ा। ढुङ्गो के को हुन्छ? अनि चाहिँ हामी पुरा मन्दिरको एकदम दान सान सबै पूजा पाठ गरी आएका झोलुङ्गे ब्रिजतिर, किनकि बुइनीहरूले भन्न थाले जाउँ ब्रिजतिर। यहाँ चाहिँ मेरो अर्को भाइ पनि भेट भयो। ऊ चाहिँ तेल भराउन आएको रहेछ गाडीमा, किनकि यस्तो भिड रहेछ, बिचरा आधी घन्टा उभिएर बसिरहेको रहेछ। यहाँ चाहिँ बडी माता बुइनी बुहारी भाइहरू सबैजना यहाँ पूजा गर्न आएको, किनकि हामीलाई धनसिरी नदी त कति ठुलो, किनकि गङ्गा जमुना सरस्वती भन्दा पनि ठुलो हाम्रो लागि चाहिँ। हामी किन टाढा जानु भनेर हामी चाहिँ यता अब दुध चढाउन आएका नदीमा धनसिरीमा। अनि चाहिँ हाम्रो यहाँ नदीको पनि पूजा पाठ सबै त भइसक्यो। यहाँ सलल्ल हाम्रो गङ्गा नदी कुदिराख्नु भएको छ। हाम्रो त कति ठुलो नदी, गङ्गा जति नै नदी ठुलो। अनि चाहिँ हाम्रो सबैतिरको काम भइसक्यो, किनकि घरमा नखाइकन आएका छौँ सबैजना, किनकि पूजा गर्नुपर्छ। पूजा गर्नको लागि त घरमा नखाइकन आउनुपर्छ। अनि यहाँ चाहिँ हामी पूजासुजा गरिसक्यो। यहाँ सबैजनाले पुरी, कसैले चाना चटपटे पुरा एकदम साँधीवरी पुरा खाना पसेका। चाहिँ हामीहरू पुरा भोकले टन्न भएका थियौँ, खाइसक्यो र त फेरि आयौँ हामी पार्कतिर घुम्न, किनकि भान्जीहरूले बुइनीहरूले बुहारीहरूले भाइले भन्दा जाउँ दादा अब पार्कतिर घुम्न। चल हामी पनि जाउँ पार्कतिर घुम्न, के छ त। अनि जिन्दगीमा यस्तै पार्क त घुर्नै पर्छ, इन्जोय गर्नै पर्छ भनेर गयौँ। म र भाइ चाहिँ यहाँ ढिक्की च्याउ खेलिरहेको थियौँ भान्जासँग, किनकि भान्जालाई मचाउन सक्दैन, हामी मचाउँदैछौँ भान्जालाई ढिक्की च्याउ
ढिकिचाउँ गएर। अनि चाहिँ म एकदम भैरवकुण्ड भुटान यता सबै घुरिओरी आइओरी यता अनि हाम्रा लक्ष्मीमा बुनु इन्दिरा बुनु भानिजहरू सबैजना जाने अरे फुलबारी। अनि हामी जान्छौँ सरर फुलबारी मेरो फरारीमा। हामी चाहिँ आइपुग्यौँ फाइनली। वेलकम टु फुलबारी पार्क। यहाँ सबैजना आइपुग्यौँ कि टिकट काटेर पस्यौँ किनकि यहाँ पस्दाखेरि 30 रुपियाँ टिकट लाग्छ। यहाँ चाहिँ फुलबारी पार्कको एरिया हो दृश्य। यहाँ एउटा कालो घोडा रहेछ। म त हान्दैन होला भनेको त छेउमा गएर झन्नै हानेर भुँडी फुटाएर मेरो झन्न बाँचेँ। बल्ल बल्ल भागेँ म त। लो साथी हो फुलबारी पार्क पनि घुरियो सबैतिर घुरियो। अनि हामीहरू आयौँ होटेलमा। यहाँ चाउमिन कसैले चिया सबै अब थाल्यो। अनि घरतिर जाने। चलो बाई बाई। आजको ब्लग यति। चलो बाई।